हेलो 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 नमस्ते हाम्रो भ्लगमा तपाईँलाई स्वागत छ। आज म पहिलोपटक बोलेर भिडियो बनाउँदैछु र केही खानेकुराहरू पनि बनाएर तपाईँलाई देखाउँदैछु। के बनाउँदैछु भने केटी साथीहरूलाई मन नपर्ने, एकदमै कमै साथीहरूलाई मन नपर्ने हुनसक्छ। मैले चाहिँ आज चटपटी बनाएर तपाईँहरूलाई सिकाउँदैछु। चटपटीको लागि चाहिने भनेको आलु, अनि यसलाई काँक्रा भन्छ, अनि त्यसपछि स्पेसल यो भुजा भइहाल्यो। त्यसपछि मैले थोरै केराउ पनि भिजाएको छु र हरियो खुर्सानी पनि यहाँ छ है। म यसलाई काट्छु। त्यसपछि हामीले यो प्याज पनि हाल्नुपर्छ है, अनि अलि राम्रो स्वाद आउँछ क्या। यो पनि भइहाल्यो कि, यदि भएपछि हुन्छ होइन। अब चाहिँ के गर्नुपर्छ त भन्दाखेरिमा यो टक्क लगाएर यसलाई चाहिँ यस्तै राख्नुपर्छ क्या। किनभने नत्र मेरो भिडियो तपाईँहरूले देख्नै हुन्न होइन त। ओके, अब मैले प्याज पनि हालेँ, खुर्सानी पनि काटेँ। अब त्यसपछि लगाएर हामीले टक्क हेर्नुहोस् ठिकै छ, प्याज खुर्सानी सेराउ मेराउ सबै छ ल। अनि त्यसपछि हामीले यसमा चाहिँ टक्क लगाएर यो भुजा हाल्नु है। यो त चटपट खालको यस्तो यो त आवश्यकता नै हुन्छ होइन। अनि त्यसपछि यो आलुलाई हामीले चट काटेर सट पारेर यसमा हाल्ने। यसले पनि अलि मिठो स्वाद दिन्छ कि साथीहरू। त्यही कारणले गर्दाखेरि यो पनि मिठो हुन्छ है। तपाईँहरूले पनि घरमा यो बाहिर खाँदाखेरि चाहिँ अजिनामोटो सटो पटो के मिक्स गरेर बनाएको हुन्छ, त्यो मिठो हुन्न क्या। अलिअलि मुख चल्छ। अब सबभन्दा यो स्वादी भनेको यो लाग्छ मलाई। चट। योभन्दा पहिला म धनियाँ धोइहाल्छु है। हेलो नमस्ते सर। ल मैले धनियाँ पनि ल्याएर आएँ। कति धेरै धनियाँ छ, यो पनि धेरै नै हो क्या। यो पनि धनियाँ पनि हाल्दै मैले। अब हेर्नु साथीहरू, म यस्तो मिठो चटपट बनाउँछु नि। यसलाई चट्ट लगाएर अनि टक्क लगाएर काट्ने यसलाई यस्तो होइन। हेर्नुहोस् त कस्तो दामी काट्यो। यस्तो आउँछ तपाईँ 100% तपाईँलाई यस्तो काट्नै आउँदैन क्या। कसैलाई पनि आउँदैन, म ग्यारेन्टी दिन्छु क्या। यस्तो दामीसँग यो बनाएर काट्न तपाईँहरू कसैलाई आउँदैन। यदि आउँछ भने हामीले काटेर देखाउनुहोस् है, भिडियो पठाउनुहोस्। टक्क लागि पनि हालेँ। चटपटको राजा बजाइदिन्छ बाजा। म यो चटपट चाहिँ खाँदैछु। अब यो चटपटमा थोरै हामीले नुन पनि हाल्नुपर्छ क्या, नत्र भने त्यस्तो मिठो हुँदैन होइन। नुन त हाल्नै पर्छ नि त, नुन बिना त कसरी हुन्छ। थोरै मैले हल्दी पनि हाल्थेँ र यसरी मोल्छु टक्क गरेर। यो चटपट हो कि भुजा खाजा हो यार, म त बुझ्नै सक्दिनँ। अलिअलि हल्दी पनि राखिदिएँ, देख्दाखेरि पनि अलि मिठो देखेला भने अलिअलि खुर्सानी पनि राखिदिएँ। अलिअलि फेरि नुन थपिदिएँ, अलिअलि फेरि खुर्सानी थपिदिएँ। अब योभन्दा बढी चाहिँ नथपाउँ यसमा होला है। अब तर यो चाहिँ थाप्नुपर्छ क्या। यो भन्यो यसलाई हामी मुङफली पनि भन्छौँ, तर यो हो क्या हाम्रो लागि हेल्दी फुड। अब यसलाई चाहिँ मोल्ने। सबभन्दा स्पेसल चुका हुन्छ। चुक अब चुक पनि हालेँ। देख्नु भने कस्तो मिठो बनाउँछु मैले चटपट। तपाईँले तिमी त हेरेको हेरै म त चटपट बनाएर खाँदैछु, तिमी त हेरेको हेरै क्या हो कि। यो अलिक हेभी नै, भिआइपी मान्छेले खाने भुजा भएर होला कि यो यस्तो भइरहेको होइन। क्या टेस्टी हुन्छ चटपट। हेरिराख्नु हुन्छ तपाईँ, हेरि मात्र राख्ने यो चटपट। हेर्नुहोस् है, अब बेस्ट बनेको यस्तै खानुपर्छ चटपट बनाएको होइन। बाहिरको खानुभन्दा एकदम शुद्ध अर्ग्यानिक हो, हेल्दी चिजहरू हालेर हामी बनाएको। सो गाइस, मैले चटपट कसरी बनाएर म घरमा खान्छु र तपाईँहरूले पनि खानुपर्छ भनेर मैले सिकाएको छु है।
यो चाहिँ घर होम रेमेडिज हो, एकदमै तपाईँलाई मनपर्न पनि सक्छ। मेरो यस्तै यस्तै भिडियोहरू हेर्नको लागि तपाईँलाई इच्छुक हुनुहुन्छ भने कृपया मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला, र सकिन्छ भने एकदमै हाँसिदिनु होला, खुसी भइदिनु होला है।